हेलो गुड मर्निङ सबैजनालाई ह्याप्पी शिवरात्रि सबैजनालाई स्वागत छ सुनिता साइनिङ युट्युब च्यानलमा। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म बिहानै उठेर नुहाइधुवाइ गरेर आज शिवरात्रि भएको कारणले बिहानै नुहाइधुवाइ गरेर पूजा गर्नतिर लागेकी छु। कतिजनाले आज शिवरात्रि कतिजनाको व्रत होला, कतिजनाले उठेर आफ्नै घरमा पूजा गरिराख्नु भएको होला, कतिजना मन्दिर गइसक्नु होला। आज त शिवरात्रि शिवालय मन्दिरहरूमा त धेरै भिड हुने भएकोले म चाहिँ आफ्नै मनको मन्दिर भन्छन् घरको मन्दिरमै पूजा गर्ने तयारीमा छु। मन्दिर जाने रहर त थियो, तर मेरो सानी छोरी भएको कारणले म चाहिँ छोरीलाई छोडेर जान पनि नसक्ने, लिएर जान पनि नसक्ने भएर म चाहिँ आफ्नै घरमा पूजा गर्ने तयारी गरिरहेको छु। अहिले चाहिँ बिहानको 6:30 भइसकेको छ। सबैजना मन्दिर जान तयारी हुनुहुन्छ, सबैजना बेलपत्र टिप्न यताउता गरिराख्नुहुन्छ। हजुरको कस्तो भयो शिवजीको आज पूजा गरिन्छ। विशेष त शिवरात्रि भनेर शिवजीलाई मनपर्ने चिजहरू चढाइन्छ होइन। मसँग चाहिँ त्यस्तो शिवजीलाई चढाउने भाउतिर केही पनि थिएन, सिम्पल फुल बेल दुबो राखेर म चाहिँ आफ्नै मनैदेखि पूजा गरेँ। आफूले जे जानेछु म चाहिँ त्यही नै पूजा गरेँ, जे जानेको त्यही सामग्रीहरू जुटाएर त्यसरी नै पूजा गरेँ। जे पनि मनैदेखि हुनुपर्छ, मनमा धर्म भयो भने पूजा गरेर मन्दिरमै गर्न जानुपर्छ भन्ने पनि छैन, आफ्नै घरको सानो मन्दिरमा गर्दा पनि हुन्छ। पूजा गर्न चाहिँ मलाई आनन्द लाग्छ कि एउटा आस्था नै हो है। मेरो चाहिँ सानो चिटिक्कको मन्दिर छ आफ्नै रुममा। ल पूजातिर लागेँ है म चाहिँ। मेरो छोरी चाहिँ सुत्दैछिन्। मेरो बुढोको चाहिँ ड्युटी जान सुरु भयो, ड्युटी जान रेडी हुँदै हुनुहुन्छ। म चाहिँ पूजा गर्न सुरु गरेँ। हजुरहरू पनि कतिजना पूजा गर्नुभयो, कतिजनाले आफ्नो नजिकको मन्दिर जानुभयो होला, कतिजनाले घरमै गर्नुभयो, कतिजना फ्यामिलीसँग हिँड्नुभयो होला है। सबैलाई रक्षा गरिदिनुहोस् भगवान्। देशको अवस्था यस्तो छ, मैले यो शिवरात्रिमा विशेष गरेर आफ्नो फ्यामिलीको लागि भन्दा पनि आफ्नो देशको लागि मागेको छु। म त विशेष गरी के मागेँ भन्दाखेरि यसपालि चाहिँ घन्टी बजिरहेछ होइन, सबैमा देशभरि घन्टी नै बजेछ। नयाँ पार्टीहरू जे नयाँ पार्टीहरू देश विकास गर्छौँ, देशलाई अगाडि बढाउँछौँ भनेर अगाडि सर्नुभएको नयाँ पार्टीहरूलाई जसरी पनि जिताइदिनुहोस्। विशेष गरी घन्टी अनि त्यसपछि माटो होइन, सबै नयाँ पार्टीहरू आउनुभएको छ। सबैजनालाई एकचोटि अवसर दिएर जनताको मनमा यसपालि नयाँ पार्टीकै जित होस्, भोट हाल्न पाउने शक्ति दिनुहोस् भोलेनाथ भनेर मैले यसपालि चाहिँ भोले बाबासँग त्यही नै मागेको छु यो शिवरात्रिमा। अनि म चाहिँ पूजा गरिसकेपछि आफ्नो श्रीमानलाई टिका लगाइदिने गर्छु। हजुरहरूले लगाइदिनुहुन्छ कि हुन्न? कतिपयले त आफ्नो श्रीमानलाई टिका लगाइदिनुहुन्न, श्रीमानले लगाइदिने भन्ने चलन पनि छ। मलाई चाहिँ त्यस्तो लाग्दैन। मेरो छोरी पनि उठिसकेकी छिन्। गुड मर्निङ भनेको गुड मर्निङ मम्मी भन्दैछिन्। अब छोरी पनि पूजा गर्छु मम्मी भनिन्, तर म रेडी गरिदिएँ उसलाई। घन्टी बजाऊ भने उसले घन्टी बजाउँदैछिन्, जानी नजानी उसलाई इन्ट्रेस्ट लाग्छ पूजा गर्न। हिँड्दै तस पनि मम्मी भगवान्ले हेर्नु भएको छ भन्दै हिँड्छिन्। एउटा आस्था नै हो, बच्चादेखि आफ्नो धर्म रीतिरिवाज चाहिँ सिकाउन जरुरी छ। म चाहिँ आफूले जे जानेको त्यो चाहिँ आफ्नो बच्चालाई सिकाइरहेको हुन्छु। सबैजनाले सिकाइरहनुहुन्छ होइन, आफ्नो बच्चालाई आफ्नो धर्म संस्कृति अनुसार जे छ त्यही सिकाउनु नै राम्रो कुरो हो सानैदेखि। ल एकचोटि सबैजनाले भोले बाबाको दर्शन गर्नुहोस् है त। छातीमा हात राखेर आफ्नो देशको लागि माग्नुहोस् न, कति आफ्नो परिवारको लागि मात्रै माग्नु के। थ्याङ्क यू सो मच। अब हामी चाहिँ गुड मर्निङ भन्दै फेरि बाहिर निस्क्यौँ। यस्तै गरी छोरी फुतुर चल्दै
बाबा छिम जाम मम्मी भनेर हामी फेरि बिहान भइसकेपछि हात मुख धोएर उठेर घरको काम गरेर बिहान फेरि आफ्नै पसलतिर लाग्छौँ। नानीको बाबा पसल गइसक्नु भएको छ, नानीलाई नक्कल पार्दै हिँड्नु परेको छ। उसले चाहिँ टाढैबाट बाबा बाबा भनेर चिच्याउँछन् के, वारिपारिकाले पनि हेर्दै गर्छन् कि यो नानी कस्तो खालि बाबा मात्रै भन्छ नि भन्छन्। यो चाहिँ हाम्रो सानो चिटिक्काको आफ्नै होटेल बिजनेस है। मलाई चाहिँ आफ्नो व्यापार बिजनेस भनेपछि साह्रै माया लाग्छ। जाँदा बित्तिकै के छ त काम भनेर टेबल सेबल पासपुस पारिहाल्ने, भाँडासाँडा माझिहाल्ने होइन। होटेल भएपछि काम त्यही हो। ल आज त रुगा खोकी लाग्छ, ल चाउचाउ बनाऊ, सुप खाने भन्नुभयो। त्यसपछि म पनि टक्रिहालेँ। तर म चाहिँ धमाधम चाउचाउ बनाउनतिर लागिहालेँ। बाउछोरी गफ गर्दै हुनुहुन्छ, अलिअलि कस्टमर एउटा दुइटा आउँदै हुनुहुन्छ। बिहानमा त खासै हाम्रो त्यस्तो होटेलमा बिहानमा त त्यस्तो चिजहरू त बन्दैन, सुप आइटमहरू त बन्छ। हाम्रो स्पेसल गरेर चाहिँ यहाँको विशेष फेमस चाहिँ सुप, चिकन झोल मोमो। गर्मी दिनमा, जाडो दिनमा चिसो झोल मोमो भन्ने फेमस छ। आउनुहोस् एकचोटि सबैजना आएर भिजिट गर्नुहोस्, टेस्ट गर्नुहोस्। म चाहिँ तातो तातो चाउचाउ सुप बनाएर दिइसकेँ मेरो बुढोलाई, छोरीलाई। दुइटा भएर बस्नुभयो। अब फेरि छोरीलाई घुम्न जाऊँ बाबा अरे। बाबाले छोरीले घुम्न जाऊँ भनेपछि बाबा फेरि नाइ भन्ने नै होइन। बाइक स्टार्ट गरेर बाउछोरी हिँड्न परिहाल्यो। ल अब जिम्मेवारी तिम्रो, 1-2 घन्टा ल तिमी आफै सम्हाल होटेल, म त लागेँ है छोरी लिएर भनेर बाउछोरी बाइक स्टार्ट गरेर मन्दिरतिर सर्र घुमेर आउन त तल शिवालय मन्दिर भनेर बाउछोरी हिँडिहाल्नु भयो टुकुन टुकुन। अब मेरो चाहिँ काम सुरु भयो नास्ता खाएर। अब एक दिन दिनभरिलाई पुर्याउने चटनी त बनाउनु पर्यो। त्यसैले म चाहिँ टमाटर काट्दैछु। अनि म चाहिँ इन्जोय गर्छु यताउता बाहिर हेर्दै। आफ्नो काम सानो होस् या ठुलो होस् लगनशील भएर काम गर्न मन लाग्छ। त्यही बेलामा फेरि दिदीहरू पनि मन्दिर गएर ठ्याक्क आइहाल्नु भयो। छोरी उहाँ बाबासित गएको मान्छे ठुलमम्मी देखेर फर्किहालिन्। टिका लगाएर फेरि ठुलमम्मी दिदीसित म घर जान्छु भनेर फेरि उनी घरतिर लागिहालिन्। म पनि फेरि तेर आफ्नै कामतिर फर्किहालेँ। अब काम पनि गर्नु पर्यो। अब बुढो त एकछिन घुम्न जानुभयो। तर म चाहिँ अब चटनी बनाउन थालेँ। टमाटर फेरि थोरैले पुग्दैन, दिनभरिलाई हामीले 5-6 किलो चाहिँ अनिवार्य बनाउनै पर्ने हुन्छ। त्यसैले म चाहिँ पहिला तिल भुटेँ, टिमुर हालेँ होइन। तपाईँहरू कसरी बनाउनुहुन्छ? म चाहिँ तिल, टिमुर, त्यसपछि टमाटर, नुन, बेसार त्यो अब अनिवार्य भयो। तेल, अदुवा, लसुन बनाएर त्यहाँबाट मजाले पकाउँछौँ। मजाले पाकिसकेपछि फेरि त्यसलाई चिसो हुन दिएर मिक्सरमा हालेर चटनी बनाउँछौँ। मैले चटनी पकाएको त रेसिपी देखाउन सकेँ, चटनी बनाएको चाहिँ देखाउन सकिनँ किनकि म अब रुममा जाने बेला भइसक्यो, खाना पकाउन बेला भइसक्यो। बुढोलाई बाई बाई गर्दै म चाहिँ लागेँ रुमतिर। आज आमा छोरीको चाहिँ जोस जागर चलेर एउटा फोटोसुट गरौँ न त भनेर छोरीलाई सिकार्दैछु। मगर ड्रेस लाएर छोरीलाई आज चिटिक्क पारेर फोटोसुट गर्छु भनेको। हेरौँ है त नानीले कतिको दिन्छन्। यिनी चाहिँ नानीको दिदी है, नानीको दिदी भन्नाले छिमेकी, नानीको मामाको छोरी भन्छन्। रुममा बस्ने दिदीको भदैनी नानीले पनि मामा घर भन्छन्। नजिक भएर उनी चाहिँ मामा घर भन्दै जाने गर्छन्। नानीको मामा घर फेरि टाढा भएको कारणले यिनले नजिकै मामा घर भन्ने ठान्छन्। सानै छन् नि त, मेरो छोरी बुझ्दिनन्। मेरो मामा घर 2टा छ भन्छन्। खुसी लाग्छ मामा घर दुइटैबाट, नजिकबाट पनि धेरै माया गर्नुहुन्छ, टाढाको पनि माया नै हुने भयो। उसले चाहिँ कपडा लाउन तयारी छन्। उसलाई चाहिँ टिस्यु पेपर के गर्नु परेछ कहिले आँखा ढाक्न चकचक त हो कहाँ दिन्छन् र चकचक गर्दैछिन्। उहाँ दिदीलाई नछौ यो पनि नछौ भन्दैछिन्। दिदीले गेनी भएर लगाउन देऊ नाना लगाए पो राम्रो भिडियो आउँछ, फोटो खिच्न पाइन्छ भनेर बहिनीलाई फकाउँदैछिन्। ऊ चाहिँ आफ्नै सुरमा कहिले सिगान फाल्ने, कहिले मास्क बनाउने टिस्यु पेपरको। त्यस्तै छ हजुर आमा छोरीको रहर। छोरी पाएपछि धेरै चिजको रहर हुँदो रहेछ क्या। केही चिज जामा देख्न नहुनु, मेरो छोरीले लाउँछिन् कि भन्ने नयाँ कपडाहरू यसो मम्मीलाई भने लिन गयो, जहिले बेबीकै देख्छु। फेरि छोरी नानी लिँदेर आउन मन लाग्ने कि है। छोराछोरी भएपछि कस्तो मने आफ्नो त केही रहेनछ जस्तो लाग्छ। अब त सबै चिज बच्चाको भएछ भन्ने हुने, उनीहरूको भविष्य भयो, उनलाई खान लाउन सबै चिज बच्चाको भन्दा केही नसोचिने रहेछ।
यस्तै नै रहेछ जिन्दगी, यति गरी सबैको जिन्दगी जाने हो। बच्चाको भविष्य सोच्दा सोच्दा हाम्रो आमा बाको पनि त्यस्तै हेरी गयो, हाम्रो पनि त्यसरी नै जाने हो। सबैको नै यस्तै जिन्दगी नै यस्तै गरी चल्दो रहेछ। छोरी चाहिँ कहिले गेनी बज कस्तो गर्छिन्। ल अब छोरी चाहिँ रेडी भइसकिन्। फेरि बुलाकी लाउन छोरी भनेको निकालेर फालिदिएर बुलाकी लाउनै मान्न। उसलाई फेरि यसो नयाँ कपडा लायो कि ऐना हेर्न परिहाल्ने। छोरी हो नि त, अलिकति नक्कल झक्कल त हुनै पर्यो। रेडी भएँ, ल बाहिर सुट गर्न जाऊँ है भनेको। हस् भन्दै छिन्। उनी चाहिँ अब बम्मी बाहिर जाऊँ भनेर अब हाई भन्दै छिन्। म राम्री भएँ, नक्कल हेर्नु न यिनको, नक्कल त छ कि। ल नमस्ते झोरले गर्दै छिन् सबैजनालाई। उसलाई कति झर्छ भन्ने कति टेन्सन छ। हामी चाहिँ यतिकैमा फोटोसुट गर्न बाहिर निस्किहाल्यौँ, किनकि आज खासै घाम नलागेको भएर फोटो त खासै राम्रो चाहिँ आएन है त। ठिकै खिच्यो भिडियो। कस्तो लाग्यो तपाईँहरूलाई हाम्रो भिडियो? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई। यो चाहिँ हाम्रो आजको दिन है यसरी बित्यो। बाई बाई।